सबैलाई चाहिँ मेरो मिनी भ्लगमा चाहिँ हजुरलाई धेरै धेरै स्वागत छ। आज मेरो मिनी भ्लग चाहिँ म स्टार्ट गर्न चाहिँ गइरहेको छु यहीँदेखि नै। मेरो आजको बिहानको हिँडाइ हुन्छ समथिङ 12-1 बजेदेखि हैन। यो अब भिडियो बनाउँदा चाहिँ रहर लागिहाल्छ, यताउता देखाउने दृश्य कस्तो छ हेर्नुस्। चाहिँ म थोरै अगाडि गएको थिएँ होइन। मेरो हरेक भिडियो चाहिँ स्लो मोसनमै देख्न सक्नुहुन्छ होइन। मैले चाहिँ फास्ट पनि गरेको छैन, केही पनि गरेको छैन। आज मैले भने सब भिडियो चाहिँ स्लो मोसनै गराइरहेको छु, किनभने यस्तै चाहिँ यहाँको दृश्यहरू होइन। हाम्रो गाउँघरको याद आइरहेको छ परदेशी भएर पनि के गर्नु। मलाई लाग्छ कुनै सहरमा छु जस्तो मलाई लाग्दैन, किनभने यहाँको हावापानी, हाम्रो गाउँघरको हावापानी, यताउताको हावापानी चाहिँ सेम छ होइन। तर काम गर्ने तरिका यताउता फरक होला, भाषा फरक होला, तर यहाँका मान्छेहरू होइन, यहाँको बस्तीहरू देख्दा चाहिँ आफ्नै गाउँ जस्तै लाग्छ, केही छैन यताउता। हामी चाहिँ विशेष गरी हामी चाहिँ पार्टी होइन, आज विशेष छुट्टी, हामी चाहिँ पार्टी चाहिँ गर्न जाँदैछौँ। म चाहिँ फाइनल्ली गाइजहरू होइन, यो 20 रुपियाँ लगेर चाहिँ म चाहिँ बजार चाहिँ सेम्पू किन्न जाँदैछु होइन। तर यहाँ मलाई पनि थाहा छैन बजार चाहिँ कहाँ छ होइन। ठुला ठुला बिल्डिङ छ, यहाँ कहाँ मिल्छ म चाहिँ खोज्ने कोसिस गर्नेछु होइन। यहाँ चाहिँ दुईवटा बाटो रहेछ, यता ठिक छ, म चाहिँ यता लाग्छु होइन। यहाँ सामने म चाहिँ यहाँ सामने पसल रहेछ, म चाहिँ सोध्नेछु। जति पनि सामानहरू छ मैले चाहिँ लगिसकेको छु होइन। चिकनमा चाहिने सामानहरू चाहिँ मैले लगिसकेको छु। त्यसपछि हाम्रो रुम चाहिँ यही हो है। यहाँ चाहिँ कसले देख्नु भएको छ भने ठिक छ कमेन्ट गरिदिनु होला। हामी चाहिँ रुममा गइसक्यौँ होइन। अब धेरै लामो भिडियो हुन्छ, त्यही भएर चाहिँ मैले धेरै भिडियो देखाइनँ होइन। हाम्रो दिनहरू चिकन बनाइरहेको छ, मच्छी, म चाहिँ माछा नखाने भएर चाहिँ त्यो चाहिँ मेरो लागि मासु हो है। त्यो उता छेउमै राखेको चाहिँ माछा भयो होइन। त्यसपछि ग्रिन सलाद, त्यसपछि यो पनि माछै हो।